हामीहरूले हप्तामा 1 दिन चाहिँ बोइल खानुपर्छ। किनभने हामीहरूको सेहतको लागि पनि, स्किनको लागि पनि राम्रो हो र 1 दिन बोइल खानुपर्छ र मैले पनि आज त्यही भनेर बोइल बनाउन जाँदैछु। बोइलमा चाहिँ मैले यति हालेँ र यसको माथिबाट म हालिदिन्छु अदुवा। अदुवालाई माने काटेर मसिनो बनाएर यसरी अदुवा हालिदिएँ। अदुवाको बादमा म माथिबाट हालिदिन्छु यहाँ धनियाँ पत्ता। धनियाँ पत्तालाई काटेर र यसलाई बोइल हुन दिन्छु र यसरी हालिसकेर मैले यो चाहिँ बोइल हुन दिएँ। अब छोपिदिएँ। त्यसको बादमा यो हुँदैछ बोइल। बोइल पनि भइसक्न आँटो। बोइल भइसक्न आँटो। बेसी पनि बोइल गर्नु हुँदैन। हल्का कोबीलाई टमाटर त अब बेसी बोइल भइहाल्छ। हल्का बोइल गर्नुपर्छ। अरू यो आलु त अब फट्टै पाक्दैन, त्यसलाई त टाइम लाग्छ। र मैले यसरी बोइल पनि गरिसकेँ। आजको दिनको अब लन्च चाहिँ हामीहरूको यस प्रकार बनिएको छ। सबै मैले जुन बोइल गरेको निकालेर यस्तो भयो। यो चाहिँ भयो तपाईँको आलु, अनि यता चाहिँ रहेको छ तपाईँको पत्ताकोबी, अनि यता चाहिँ हो यो टमाटर र साथै छ यो नेमुटेङ्गा र उता अदुवा पनि। र यति थोक यस खानामा अब बिना नमकको आजको बोइल चाहिँ बनिएको छ। बिना नमकको कोल पनि छ, अनि यता छ क्रिम। के अरे बिना नमकको हालेको। बिना नमकको त अब स्वादिष्ट हुँदैन। निमक बिना त केही पनि खाना राम्रो हुँदैन अब। अनि मैले चाहिँ यसरी क्रिम गरेर क्रिम हालिदिएँ। अनि क्रिम हालेर अब त्यसमा दुध अलिक हाल्नुपर्छ, राम्रो हुन्छ। नभए त अलिक टाइट हुन्छ अब खानालाई, अनि आँटा जस्तो भयो। त्यसको लागि मैले माथिबाट दुध पनि हालिदिएँ। अब त्यसको माथिबाट खानुहुन्छ यसले कोल हालेर, कोल मुसेर गुलियो। मलाई त राम्रो लाग्दैन चिनी कोल। कोहीलाई चाहिँ राम्रो लाग्छ चिनी कोल हालेर खानलाई, मलाई चाहिँ राम्रो लाग्दैन अब। अनि यसरी खानुहुँदैछ। कसलाई चाहिँ बोइल मनपर्छ होला भन्नु होला त मलाई कमेन्टमा। बिना नमकको बोइल चाहिँ कसलाई राम्रो लाग्छ होला र? मलाई त राम्रो लाग्दैन। त्यही पनि अब के गर्नु, खानै पर्यो। र मैले पनि यसरी बनाएर आजको खाना चाहिँ खाएँ है। हजुरहरूले पनि खानुभयो होला। ठिकै छ त, फेरि पनि भेटौँला अर्को एउटा भिडियोमा। यतिकै हेर्दै जानु होला र बेला बेला भिडियोमा भेट होला हजुरहरूसँग। बाई, धन्यवाद।